guys, welcome back to a new video. So, आज हामी दार्जिलिङ जाँदैछौँ। अब हामी अघि बिहान 6 बजीतिर इलाम आइथ्यौँ। अब दार्जिलिङको यात्रा सुरु गर्न गइरहेको छौँ। हिजो हामीले 3 खायो 15 UCL यहाँ चौधरी होटल चौधरी होटल होइन के होटल जे हो त्यही होटल होटलमा त होइन होटल झरिसक्यौँ। अब टक्क लाएर गाडी चढ्दैछौँ अनि हामी दार्जिलिङको यात्रा सुरु हुन्छ यहाँबाट। अब ल बाटोमा छोटो मिठो क्लिप्सहरू देखाउँछु। त्यही हो यहाँ अब गाडी सुरु भइसकेको छ। एकदम सुतेर अब बेक्का भेटौँ ल हाम्रो गाडी हिँड्छ साथीहरू। अब टक्क लाएर हामी दार्जिलिङमा ए चौधरी चौधरी अघि नै होटलको नाम चौधरी नै रहेछ। अगाडि पर्छ त्यहाँ सबहरू छन्। Stay tuned. हामी अब इन्डियाभित्र छिर्दैछौँ। इन्डिया यताको नेपाल उताको इन्डिया बोर्डर उताको यहाँबाट इन्डिया बोर्डर परेको छ। जानुपर्ने हुन्छ बिचमा छिर्न लागिसकेको तर छिर्न लागिसकेको छ नि त गाई तर छिर्दैन। ओ मा भिज त ब्लेन्जो यताउतिको भयो एकछिन त्यही भएछ ल। अब टक्क लाएर यताउतिको भयो यता त बन्द रहेछ नि त। आइडी देखाउन लागिछ तेरा आइडी देखाउन मान्छे मैले आइडी कार्ड कहाँ रहे यार। आइडिया देखाउनु पर्ने हुन्छ। अब इन्डियाभित्र छिरेपछि भेटौँ ल गाई स्टेट्युन। इन्डियाभित्र छिरिसकेछौँ भर्खर पास भइसक्यो। आइडी कार्ड देखाएर पास भइसक्यो। अब इन्डिया हामी अहिले इन्डियामा छौँ। के हुन्छ त्यो छोटो छोटो क्लिपमा देखाउँछु भाइ। हाम्रो उता उचालो थियो यता जय हनुमान। तर वन चाहिँ खतरा है अरू। तीनटा जीप हो एउटा जीप माथि गइसकेको छ एउटा जीप यहाँ अगाडि छ है अनि यो हाम्रो जीप भइहाल्यो रातो जीप म
यसमा त्यही गाई चाहिँ अब यो धेरै लामो चाहिँ नगरौँ होला ट्युन गाई जङ्गलमा केटाहरूले यस्तो गर्दैछन् है त गाई टक्क लाएर जङ्गल सक्नुहुन्छ टक्क लाएर फोटो खिच्नुपर्छ ल मुद्ने ठाउँमा आएर केटाहरू फोटो खिच्नलाई चाहिँ अब यस्तो हो मन्जिल बोलर ल जाम टक्क लाएर दार्जिलिङ भेट्नुपर्छ ल हामी यहाँ ट्रेनको रेलवे नाम छ टक्क लाएर है रेलवे स्टेसन यही रेलवे स्टेसन कुर्यो भने मान्छेहरू दार्जिलिङ एरियामा मात्र चल्छ यो रेल बिरियल चढ्न पाइन्छ बिरियल चढ्न पाइन्छ नेपाली 1400 1500 तिर्नुपर्छ ए आइसी दार्जिलिङ आउन लाग्यो हामी यहाँ खाजा खाएर अब जूतर्फ लाग्दैछौँ के अरे हाम्रो यहाँ पैसा अलिक थोरै दियो क्या पैसा दिएर त्यो अति दिस जङ्गल जाँदैछौँ अब हामी साथीहरू टक्कर आएर अब यहाँबाट 5 रुपियाँको जू केटीहरू लाउरे भन्ने हिँड्नु सिद्धि कुरा न हिँड्दै होइन केटा के आएर र जान देखाउँदैन मन्दिर जूमा भेट्टौँ स्टेट्यू बाल दादा मेरो साथीहरू पिरिङ जोस जस्तै रहेछ हामी यहाँ भालु भेटिसकेको जाँदैन उतै केटा क्रोकोडाइल मिर्ग हो के यसलाई मैले खान्छु भेट्यो गाई बाँदर देखिन्न है हड त यी क्या बाँदर ऊ त्यत्रो लामो पुच्छर भएको देखिनुहोस् हेलो हेलो यता उयो त्यो त हेर कत्रो ठुलो त्यो त फोटो खिच्नु त पाइन्छ र नि फोटो सेसन गर्छौँ है गयो मुस्किल मेरो भाइ डराउँदो रहेछ यार भन्नु नि कस्मिससँग डराएर भाग्यो यहाँ थियो यार बाघै हो त्यो माछा देखिन्छ माछा हेर्नु माथिबाट हेर्नु खतरा गरायो त्यो यार घुरे थियो जङ्गल जङ्गल है बस उतारू एक्सटिंक्ट एनिमल्स के रे मेरो कत्रो क्या जङ्गल जङ्गल जङ्गल
खै अघि यहाँ माथि छ यहाँ माथि जग्गा They want to see it, they can, but tiger they prefer to stay close. They have their own territory. And they meet when it is time to meet. कुन महारको त भाइ मेरो भाइ उही बाघलाई मार्न पाए नक्कली बाघ यहाँ रहेछ रेड ब्यान्ड हामी डम्बा आयौँ डम्बा हल्का जाऊ यहाँ हल्ला गरेर हाम्रो साथीहरू बोर्डर हामी एकछिनको लागि हिँड्नुपर्ने भयो चढ्नुपर्छ जान्छ बोर्डर सिधै हामी बेलुका यो आज यो बेलुकाको भ्लग दुइटै एक दुइटा आउँछ होला गाइड डे 2 को नि आजै आउँछ होला गाइड अलि एडिट गर्न भ्याएको छैन उस भयो कि सुत्ने ठाउँ होइन आज चाहिँ आउँदैछ आउँदा आउँछ टक्क अब सपोर्ट हाल्नु पर्ने हुन्छ अब अलि खाना खायो भने उस गराउ न माल्स त्यहाँ इलामको बजार अहिले इलामका घर हामी अहिले हामीसँग पशुपति नगर अगाडि जर्नी इलामभित्र पशुपति नगरमा छौँ अब हामी केही यताबाट जानेछौँ होइन त्यो गाडीले फोन गर्नु सक्छौँ बसाइ होइन बसाइ एकछिन के कुरा गरौँ त होइन त्यो यतातिर त्यो नेपाली पैसा भन्दाखेरि आइसी पैसा अलि सस्तो पर्दो रहेछ त्यही अनि हाम्रो चाहिँ अनि थोरै सपिङ गऱ्यौँ हामीले चाहिँ हाम्रो केटालाई चुना लगाइदिएको चुना लाग्ने हामी के अरे ब्यारगेटिङहरू बार्गेनिङ गरेको खतरा 500 को माल 300 मा ल्याएको गाइड त्यस्तो है 1000 को माल 300 मा ल्याएको गाइड त्यही यस्तो खतरा बसको तर्फ जाँदैछौँ हामी बसतर्फ जान्छौँ केटाहरू पछाडि छन् हामी दुईजना चाहिँ अगाडि छौँ के हो त्यो यो त नदेखामा यो अलि सिक्रेट भयो होइन सिक्रेट मिन्स गोप्पे त्यो सिक्रेट होइन गोप्पे हजुरले फेरि अब रमाइलो गरियो सरहरूसित साथीभाइहरूसित हाम्रो बस देखिन त हो हाम्रो बस चाहिँ अब कता ड्राइभर फेरि निकै ढिलो चल्नु हुँदो रहेछ उहाँ चाहिँ अलि ध्यान हाम्रो हिजो बस 9 घन्टा 11 घन्टा राम्रोसँगले खतरा इक्जाम्पल दिनुहुन्छ ढ्याँडो त्यहाँ ड्राइभर भन्दैन त्यो नखाएर अहिले भएर मन गाली खाएँ अब त्यो के गरेर गाली त्यो नभनौँ स्वर त्यही हुनुहुन्छ सिधै म त अनि अनि गाइस अब हामी त अगाडि छौँ सब पहाडी छन् अनि त्यसपछि हाम्रो अब भ्लग एकदम राम्रो के भन्छ हाम्रो भ्लग चाहिँ होइन अलि अब ठिक्क भयो भने सरहरूले हाम्रो उस पेजमा हालिदिनु हुन्छ भनेर आशा गर्नुहुन्छ सर हाम्रो दोस्तीले मुत्ना खा निकै इमर्जेन्सी छ उनलाई देखिएन गाइस माइन्ड नगर्नुहोस् अब मोबाइल क्वालिटी छ कस्तो के मुदेको नि यो कट कुकुरले हान्दियो 1v2 हान्दैछन् मन्जिलले 1v2 हान्दैछन् दोस्ती मन्जिलमा दोस्तहरू भेटेको छन् यहाँ ए अन्त कुकुरै भन्दा अब यहाँ कुकुरहरू
के भएन टक्रा कहाँ हो र यार होइन क्या म त तिमीलाई प्रोटेक्सन पो दिन आएको रे गाइज हामी कहाँ यो र यस्तो कहाँ हो र मन्जिल छोड छोड यहीँ बस्छौँ यार फेरि अलिक दिनमा हामी हराएर गाइज त्यही हो टक्कर हामी एकछिन बस्छौँ अनि अनि हामी अलि एकैछिन भेट्छौँ मान्छे दोष यस्तो यस्तो हिँडिरहेको मान्छे यहाँ बस बस्न भेटिसक्छौँ देखाउने यस्तो खालको यहाँ त्यो जङ्गल ओ मेरो भाइ है त अङ्कल आइदियो ल हामी त आइयो है सही हो सही हो लगेर ओ आउनु पाएन बत्ती आउनुभयो कालके माइकी गाई छैन गाइज अब यसो मजा गर्नुहुन्छ त्यही भाइ चाहिँ एकछिन भेटौँ सो गाइज यति भन्दै आजको ब्लग यहीँ जान्छु भिडियो मन पऱ्यो भने भिडियो लाइक चाहिँ सब्सक्राइब गर्नु नभुल्नु होला अब हामी टक्कर सुत्नु गइरहेको छौँ साथीहरू यहीँ छन् अब साथीहरू यसो भेटाइदिउँ पर्सि दोस्त यहाँ भर्खर खाना खाएर like, share, subscribe, Gus. और सब केटाहरू तल छन् गाइज बाई बाई सी यू टुमारो इन इला